आज म बिहान बिहान उठेर लागे भद्रपुर नगरपालिकातिर। यो हो हाम्रो भद्रपुर नगरपालिका। अब आज म गराउँछु तपाईहरुलाई भद्रपुरको सहर, भद्रपुर सहरको सफर। जाउँ अब हामी लागेर ब्याग घुमाएर। यो हाम्रो दाहिनेतिर गयो भने भानुचोक जान्छ, देब्रेतिर गयो भने संगम चोक जान्छ। यो ट्र्याक्टर के हो रे, कहाँबाट आउँछ ट्र्याक्टर? ल अब हेरौँ। अब हामी लाग्यौँ संगम चोकतिर। यो हो हाम्रो नेपाल टेलिकमको बाटो छिरिहाल्नु पर्ने भयो बिचमा। यो बाटो थाहा छ नि तपाईँलाई, देब्रेतिर नेपाल टेलिकम छ, यता पसलहरू छ। अनि त्यसपछि अब हामी जाँदैछौँ अमरलाई लिन। अनि आजको हाम्रो दिन एकदमै स्पेसल छ, किनभने आज हामी बकरिद मनाउन आँटेको छौँ हाम्रो आरिफ अली सरकोमा। र त्यसपछि त्योभन्दा अगाडि चाहिँ हामी क्रिकेट खेल्न पनि जान आँटेको छौँ। यति मजा आउन आँट्यो। अरे क्रिकेट भन्दा भन्दा यहाँ पनि क्रिकेट खेल्दै रहेछ। अब हामी गयौँ यो हाम्रो साथीकोमा। पेपे 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 पेपे। ल अब साथीलाई लिएँ मैले। अब म लागेँ। अब म यसो तपाईँहरूलाई गराउँछु भद्रपुर चन्द्रगढीको सहरको सफर। जाउँ। यो हो हाम्रो संगम चोक। ठ्याक्कै चिन्नु भयो होला नि। हाम्रो विदेश बसेको साथीहरूले हेर्दै हुनुहुन्छ भने चाहिँ पक्का कमेन्ट गर्नुहोस् है, कुन ठाउँबाट हेर्दै हुनुहुन्छ र तपाईँको घर कता हो। अब हामी लाग्यौँ यहाँ। हेर्नुहोस् है सरहरू, अब नयाँ नयाँ घरहरू बनेका छन् बाटोमा होइन। यो हाम्रो हस्पिटल चोक। सबै भद्रपुरवासीहरूलाई सबैलाई थाहा छ। अरे अरे के गरेको यो यसरी कुदाउँछ? लाइसेन्स छैन क्या भाइ तिमीसँग? ल अब हामी लाग्यौँ सगरमाथा चोकतिर। यो सगरमाथा चोक यति राम्रो छ नि के भन्नु, यति राम्रो छ कि पहिला जस्तो थियो 30 वर्ष अगाडि आज पनि त्यस्तै छ। तर झन्डै झन्डै पहिला यहाँ एकदमै ठुलो हटिया पनि लाग्थ्यो, अहिले लाग्छ कि लाग्दैन थाहा छैन। अब हामी लाग्यौँ एयरपोर्टतिर। यो कस्तो कस्तो गाडीहरू आउँछ, आम्मा नाइट गाडीहरू छुट्दैछ जस्तो छ काठमाडौँको। अब एयरपोर्टतिर लाग्यौँ हामी। आम्मा आजकल त बाटोमा बाइक गाडी, मौसम पनि कति राम्रो छ हो आज। ल साथीहरू, हाम्रो चन्द्रगढी भद्रपुरको बाटो चाहिँ यस्तो छ आजकल, यति राम्रो छ। नयाँ नयाँ घरहरू बनेका छन् छेउछेउमा, एकदम डेभलपमेन्ट भइरहेछ हाम्रो। यो हो हाम्रो एसपी मोडको चोक। एसपी मोडको चोक देखेपछि त धेरै सम्झनाहरू छन्। अब हामी लाग्यौँ एयरपोर्टतिर। एयरपोर्टमा जान्छौँ यसो चिया सिया खानलाई। एयरपोर्टमा गयौँ, एयरपोर्ट लाग्यौँ। यो हो हाम्रो दाहिनेतिरको एयरपोर्ट होटल। अब हामी छिरौँ एयरपोर्टमा। आम्मामा एक्सट्रिम एनर्जी ड्रिङ्कको कति पोस्टर छ हो आजकल। ल बाइक मैले राखेँ। अब बाइकको चाबी निकालेर हामी यसो गयौँ सफर गर्न एयरपोर्टको। यो हो हाम्रो भद्रपुरको एयरपोर्ट। कतिजना साथीहरू यहाँ आउनुभएको छ, यहाँ फ्लाइट चढ्नु भएको छ भने कमेन्ट गर्नु होला। ल साथी के छ? अनि हाम्रो साथी विदेशबाट आएका छन् भर्खरै। अनि उहाँलाई वेलकम छ, वेलकम टु नेपाल। नेपाल यति सुन्दर छ नि नेपाल, तपाईँलाई विदेश जाने बित्तिकै विदेश टेकेको भोलिपल्टै नेपाल आइहालौँ जस्तो लाग्छ होइन। हाम्रो अब हामी लाग्यौँ पार्किङ लटतिर। यहाँ पार्किङमा पनि एकदमै रमाइलो हुन्छ। कोही मान्छे जाँदैछन् विदेश काठमाडौँ, कोही मान्छे काठमाडौँबाट आउँदैछन्। यहाँ फरक फरक छ मान्छेहरूको। ल अब म स्पिडली निकाल्छु बाइक, यस्तो कुदाउँछु कि अब आज त तपाईँहरूलाई सफर गराइहाल्छु। यति मजा आउन आँटेको छ नि आज। ल भाइ बस बस। ल भाइ पनि राम्रो भिडियो बनाउँदैछ हाम्रो। बस बस। अब आज हामी गर्छौँ भद्रपुरको सफर। आज हामी कचन कवल पनि जान आँटेको छ। हाम्रो कचन कवलका साथीहरूले पनि कमेन्ट गर्नु होला। र अब हामी लाग्यौँ यसो निस्केर। अरे यो 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 मलाई किन रोक्छ अरे? मलाई किन रोक्या? खुजरा छैन, 100 को मात्रै छ। ल खुजरा लिएपछि मैले गोजीमा हाले खुजरा पैसा, पार्किङको पैसा लिइहालेछ। अब खुजरा लिएर म लागेँ अब यसो सफर गराउन तपाईँहरूलाई चन्द्रगढी भद्रपुरको। अब हामी जान्छौँ हाम्रो साथीहरूलाई भेट्न। हामी त्यहाँ साथीहरूसँग एकछिन चिया खान्छौँ। हामी क्याम्पस मोडतिर गएर चिया खाउँ जस्तो लाग्दैछ। के भन्नुहुन्छ तपाईँहरू? क्याम्पस मोडतिरै जाउँ होइन त? अब हामी यताबाट घुमायौँ। यो बाटो यति राम्रो छ नि। आम्मा बिहान बिहानको टाइम छ, यति मजा आइरहेछ। घाम पनि छैन, गर्मी पनि छैन, टेन्सन पनि छैन। गाडीहरू कुद्छन् आजकल। यो हो हाम्रो यता किरात कोलोनीको एरिया। अब हामी यहाँ आइपुग्यौँ क्याम्पस मोड। क्याम्पस मोडमा अब हामी खान्छौँ हाम्रो साथीहरूसँग भेटेर चिया गफ खाइयो, यसो 2-4वटा कुरा सेयर गरियो, 2-4वटा कुरा सुनियो। यो हाम्रो क्याम्पस मोडको दिदीको पसल। अब
यहाँ हाम्रो 2-4 कुरा गरिसकेपछि अब डी सरलाई पनि लिन जानुपर्ने छ। अमर सरलाई छोडेर अब डी सरलाई लिन जानु पर्ला। हाम्रो डी सरलाई चिन्नुहुन्छ नि, आरिफ अली सरको आरिफ अलीको जिग्री च्यानल चलाउने एकदमै पडकास्टमा अहिले भाइरल हुनुहुन्छ डी सर। अब डी सरलाई लिनलाई अब हामी लाग्यौँ पहिला त अमर सरलाई छोड्नलाई। उही नेपाल टेलिकमको अगाडिको बाटो। ल साथीहरू, यो फेरि हाम्रो ओम साई पाथिवातिर छौँ हामी। अब हामी लाग्दैछौँ सगरमाथा चोकतिर, फेरि पनि सगरमाथा फ्रम अनदर वे। आज तपाईँहरूलाई म यति राम्रो ठाउँको यति तरिकाले सफर गराउँछु कि तपाईँहरू छक्कै पर्न आँट्नु भएको छ। जङ्गलको बाटो पनि हामी जानै आँटेका छौँ। आज त यति मजा आउन आँटेको छ नि। आज के हुन्छ आजको। आज क्रिकेट खेल्न जानु छ, बकरिद मनाउन जानु छ, आज त धेरै थोक गर्नु छ, पडकास्ट रिल्स खिच्नु छ। ल त्यसपछि अब मैले अमरलाई छोड्दिन आँटे। घर त तपाईँले पक्का चिन्नु नै भयो होला, अघि भर्खर हेर्नु भएको थियो नि। ल अमरलाई छोडेर म सिधै लाग्छु डी सरको पुरानो घरतिर। अहिले उहाँको पुरानो घरतिर जाँदै गरौँ। अहिले त्यतै बसिराख्नु भएको छ। अब यो हो तपाईँलाई थाहा छ अब हस्पिटल चोक आउन आँटेको छ। फेरि पनि बाटो याद भइसक्यो होला। अनि गाइस टेन्सन लिनु पर्दैन, भरेमा फरक बाटो घुम्न आँटेको छु। दिनभरि यही बाटो देखाउँदिन। यो हो अब हाम्रो हस्पिटल चोकको तिमसिना फार्मेसी नजिक। अब हामी यहाँ लाग्यौँ डी सरको घरतिर। डी सर टोटो छिटो आउनु पर्यो डी सर, कति ढिलो गरेको। यहाँ मलाई क्रिकेट खेल्न जानलाई हतार भइसक्यो। ल अब हाम्रो डी सर निस्किँदै हुनुहुन्छ। डी सरलाई लिएर जान्छु नगरपालिकातिर। अनि त्यहाँ हामी भेट्छौँ आरिफ सरलाई। ए डी सर कोसँग फोनमा बोल्दै हुन्छ फेरि? आरिफ दाई म आउँदैछु। ल हो र म आउँदैछु नि त। अरे यो त आरिफ सर हो रे। म पहिला डी सरलाई छोडिदिन्छु त्यहाँ नगरपालिका, अनि जान्छु। ए ल ल अब डी सरलाई म जान्छु नगरपालिका छोड्न। वा डी सरले पनि यसो हेलो गर्दै हुन्छ हाम्रो क्यामेराको साथीहरूलाई। अटोहरू आजकल टन्न कुद्छन् हौ बाटोमा। हस्पिटल चोकको अब हस्पिटलमा मान्छेहरू आउँछन्, त्यही भएर अब हामी यताबाट लाग्यौँ सिधै। फेरि बिहान जहाँबाट भ्लग सुरु गरेको थिएँ त्यही ठाउँ। चिन्ता लिनु पर्दैन है गाइस, जङ्गलको बाटो त यति मजा आउँछ नि तपाईँहरूलाई। जङ्गलको बाटोबाट हामी आज क्रिकेट खेल्न टाढै जाँदैछौँ। टाढा किन जाँदैछौँ भने भ्लग पनि त बनाउनु पर्यो नि। अनि हामी गयौँ नगरपालिका। अब नगरपालिकामा त्यहाँबाट म डी सरलाई छोडेर जान्छु म मेकानिक सरलाई लिन। ल अब यहाँबाट राइट टर्न लिए। अब मैले डी सरलाई यहाँ एकछिनलाई बस्दै गर्नुहोस् है सर भनेर मैले डी सरलाई छोडिदिएँ। त्यसपछि डी सर यहाँ फोनमा व्यस्त हुन्छ र उहाँलाई बिदाई गरेर अब म लाग्छु सिधै। डी सर फेरि यहाँ कुरा मिलाउँदै हुनुहुन्छ। अनि डी सरको भेस्ट पनि आफ्नै ब्रान्डको छ, डी सापकोटा लेखेको भेस्ट छ, याद गर्नु होला तपाईँहरूले। उहाँको फेरि अर्कै स्वाग छ, मिलियनको मिलियन भ्युज छ। अब म लागेँ त्यसपछि डी सरले यहाँबाट छोडेर एक्लै फेरि त्यही बाटो लागेँ। ल हेर्नुहोस् है, बाटो सेम भए पनि गाडीहरू चाहिँ फरक छन्। बिहान अलिकति खाली थियो, अहिले त अब यो के कुदैछ, के सामान लिएर हिँड्छ हौ। आम्मा अलिकति स्पिड कुदाइदिउँ कि स्पिड हिँडाइदिउँ हौ। अब यो म लागेँ यतातिर हस्पिटल चोकको यता ग्यारेजतिर। यहाँबाट अब म मेकानिक सरलाई लिएर हिँडेँ सिधै। अब म जान्छु आरिफ सरको घर। आरिफ अली सरलाई त तपाईँले चिन्नु नै भएको होला। उहाँ नेपालको वैज्ञानिक हुनुहुन्छ, उहाँ पडकास्ट रिल्समा भाइरल हुनुहुन्छ, उहाँ हाम्रो स्टुडेन्ट अफ द इयर सोको जज पनि हुनुहुन्छ। उहाँको त कुरै नगर्नुहोस्, उहाँ डान्समा पनि ट्यालेन्टेड हुनुहुन्छ, उहाँ गीतमा पनि ट्यालेन्टेड हुन्छ र उहाँ साइन्समा पनि ट्यालेन्टेड हुन्छ। ल सिधै अब हामी जान्छौँ आरिफ अली सरको घर। यो हो आरिफ अली सरको अहिले बस्दै गरेको घर। अब यो भानु चोक।
भानुचोकबाट हामी लाग्यौँ सिधै लेफ्टतिर। यो लेफ्टतिर जान्छ। यहाँ अब एउटा पिपलको रुख थियो पहिला, आजकल त छैन। हाम्रो कति साथीहरूलाई थाहा थियो र यो अब हामी लाग्यौँ आरिफ अली सरको गाडी यहाँ छ भनिदियो। आरिफ अली सर आउनु पर्यो, आरिफ अली सर छिटो आउनु पर्यो। अरे यो त इमरान अली सर आउनु भएछ। ठिकै छ। अब इमरान अली सर के छ? गुड मर्निङ इमरान अली सर। वाट्सअप ब्रदर। अब हामी बनाउँछौँ गाडीको एउटा के रहेछ त हेरिहालौँ। त गाडी बन्ने क्रममा छ। त्यसपछि हाम्रो यहाँ म्युजिकल आइन्स्टाइन सर हुन्छ, उहाँको अहिले यो रात अधुरो किन लाग्छ भन्ने गीत चाहिँ एकदमै भाइरलमा छ। एकदमै उहाँको प्यासन चाहिँ दुईटा छ। एउटा हो सिङ्गिङ र अर्को हो ड्राइभिङ। उहाँलाई फरक कारहरू, एकदमै लग्जरियस कारहरू ड्राइभ गर्न मनपर्छ। र हाम्रो यहाँ बकरिदको भइरहेछ काम। बकरिद छ आज, मैले बिहानै भनेको थिएँ, त्यही भएर यहाँ खसीको कामहरू भइरहेछ। त्यसपछि अब हामी हेर्छौँ यो गाडी स्टार्ट भएपछि त म फेरि इमरान सरलाई पनि नगरपालिका लिएर जान्छु टी सरसँग भेटाउन। त्यसपछि अब हामी सिधै आयौँ नगरपालिका। अब नगरपालिकामा मैले यहाँ अब अमनलाई बोकेर म लाग्यौँ अब सिधै तेल हाल्न। अब डी सर अफिसमै बसिराख्नु भएको छ, हाम्रो अरू टोलीहरू चाहिँ गाडीमा जाँदैछन्। अब हामी जान्छौँ तेल हाल्न। अब आज मजा आउन आँटेको छ साथीहरू। म चाहिँ आज बाइकमा जाँदैछौँ कचन कवल। तेल हालेर हामी क्रिकेट खेल्न कचन कवल जान्छौँ। त्यो कचन कवल चाहिँ हामी अब बाइकमा जाने प्लान गरेको छौँ। अनि हाम्रो डी सर, आरिफ सर, इमरान सर चाहिँ गाडीमा आउँदै हुन्छ। गाडीमा आज उहाँलाई त म भेटेरै छाड्छु एकचोटि त। बाटोमै उहाँको गाडीलाई त म कतै न कतै स्पट गरि नै हाल्छु। फलो गर्दै जाउँला। यो तेल पनि आजकल कति महँगो छ हो। 1000 को हालेको त एक थोपा पनि आएन छ। अब हामी यसो हेर्दैछौँ। ल यो पेट्रोल पनि हाल्यो बाइकमा। ठ्याक्कै कति छ न पेट्रोल? आम्मा, यो पेट्रोल पम्पको त मालामाल छ कि क्या हो। जतिखेरै लाइन भइरहेको छ त। हामी छौँ अब पेट्रोल पम्पमा। पेट्रोल पम्पबाट अब हामी सिधै लाग्यौँ। यहाँ मैले पैसा तिरेर अब हिँडे सिधै म जान्छु एकदम आजको तयारीमा। आजको गेम कसले जित्ला त गाइस? अब हामी जान्छौँ समोसा खानलाई। समोसा खानु त पर्यो नि त। आज अब दिनभरि क्रिकेटको खेल्नु छ, क्रिकेटको भ्लग खिच्नु छ। अब हामी आयौँ सिधै समोसा खाने ठाउँतिर। अब यहाँ खान्छौँ हामी एकदमै राम्रो मिठो नेपालको यतातिरको पूर्वतिरको समोसा। यति मिठो हुन्छ नि गाइस। समोसे में आलु भन्छ नि, यहाँको आलु चाहिँ एकदमै मिठो हुन्छ। अब हामी पानी किनेर लाग्यौँ, 2टा बोतल पानी किनेर लाग्यौँ। फेरि सिधै आफ्नो गन्तव्यतिर त जानु पर्यो नि त। आज हाम्रो साथीहरूलाई धेरै नयाँ कुरा देखाउनु छ। हाम्रो नेपालको साथीहरूलाई, हाम्रो विदेशको साथीहरूलाई धेरै चिज देखाउनु छ। त्यसपछि हामी गन्तव्यतिर जानै आँटेको थियौँ, हिँड्नै आँटेको थियौँ कि हामीले के थाहा पायौँ भने कि जुन हामीले 2टा पानी उठाएको थियौँ नि, त्यो पानी त एउटा त मिनरल वाटर होइन पो रहेछ त भनेर हामीले थाहा पायौँ। अब थाहा नै पाइसकेपछि त अब पानी त फेरि चाहियो, किनभने आज यात्रा लामो छ, गन्तव्य लामो छ, बाटोमा तिर्खा लाग्न सक्छ। त्यही भएर हामी फेरि ब्याक गरेर अर्को पानी लिन गयौँ। अब जानै पर्यो, अब के गर्नु। ब्याक गर्न चाहिँ फेरि मलाई साह्रै अल्छी लाग्छ भनेको। यो मलाई पेट्रोल हाल्दाखेरि पनि अगाडि कटिहाल्यो भने चाहिँ कटिहाल्यो, फर्केर जानै मन लाग्दैन। सकेसम्म अगाडि नै जाउँ, अगाडि नै हिँडौँ जस्तो लाग्छ। त्यही पनि केही छैन जिन्दगीमा, कहिलेकाहीँ ब्याक पनि जानुपर्छ। अब हामी त्यसपछि यहाँ फेरि यही ठाउँमा आइपुग्यौँ, तपाईँले हेर्नुभयो नि। अब हामी अर्को हाम्रो पानी लिएर हामी लाग्छ हाम्रो गन्तव्यतिर।
गन्तव्यतिर जान अब हाम्रो साथीले ल्याउनु भयो अर्को पानी। उता हाम्रो डी सर आरिफ सरहरू पनि हिँड्दै नै हुनुहुन्छ। अब हामी लाग्यौँ यहाँबाट सिधै गन्तव्यतिर। गन्तव्यतिर हिँड्नु बाइकमा हिँड्नुको फेरि अर्कै मजा छ। हेर्नुहोस् है अब कति हरियाली छ नेपालमा। मान्छेहरू विदेश विदेश अस्ट्रेलिया अमेरिका जापानमा छ, असली मजा त नेपालमा छ। यहाँ हिँड्नुको कम मजा छ साथीहरू। अब हामी बाटो चाहिँ आजकल सबैतिर पिच भएको छ। पहिला पहिला यो म यहाँ आउँदाखेरि त मलाई 2 घन्टा लागिहाल्छ कसन पुग्नु पुकावल पुग्नु। आज त म एकदमै छिटो पुग्छु। आज यहाँ हेर्नुहोस् टेम्पो आउँदैछ, के आउँदैछ यसो गनौँ है त। एउटा बाइक गयो, 2टा बाइक गयो, 3टा 4टा 5 6 7 8 9 10 11 12 13 14 आम्मा कति थोक पास हुन्छ यहाँ, कति थोक छ गाइस। आज त अब म दामी तरिकाले जान्छु। मलाई यो बाइक राइड पनि एकदमै मजा लाग्छ भनेर। हाम्रो सरहरू पनि कता छन् होला, हाम्रो सर आरिफ सरहरू। अरे यो त आरिफ सरको गाडी जस्तो छ त रे। अरे रोक 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 रोक, अरे यो त आरिफ सरकै गाडी हो भन्दा भन्दै आरिफ सर पनि देखा पर्नु भयो। अब यो आरिफ सरलाई त म एकचोटि सोध्छु के छ आरिफ सर। हेलो आरिफ सर, हाउ आर यु। कतातिर हो गेममा हाम्रो आरिफ सर, इमरान सर र डी सर हुन्छ गाडीमा। आरिफ सरले अब तिर्खा लागेको छ जस्तो छ। आरिफ सरलाई पानी दिउँ एउटा पानी। यहाँबाट मैले यहीँ बाइकबाटै आरिफ सरलाई पानी दिएँ। अब फेरि हामी लाग्यौँ गन्तव्यतिर। मजा आइहाल्यो सँगसँगै। अब आज हामी पुगिहाल्ने भयौँ। अब आज त केटाहरूलाई हामी हराएरै छाड्छौँ। पानी पिलाइदिन्छौँ आज त, सिधै पानी पिलाइदिन्छौँ केटाहरूलाई। अब हामी लाग्यौँ हाम्रो सिधै गन्तव्यतिर। यो हो गाइस, तपाईँहरूले बाटो थाहा भएको साथीहरूले कमेन्ट गर्नु होला। तपाईँको घर यदि देखिएको छ भने कति मिनटमा देखिन्छ तपाईँको घर, कति नम्बरको मिनटमा देखिन्छ त्यो मलाई कमेन्ट गर्नुहोस्। र म पनि तपाईँको घर एकचोटि बाहिरबाट चाहिँ हेर्ने नै छु। यदि बाटोमा कतै भित्र पर्छ भने आफ्नो घरको बाटो पनि एक्सप्लेन गर्नु होला हाम्रो भ्युअर्सहरूले। आजको भ्लग चाहिँ एकदमै इन्ट्रेस्टिङ छ। आज त बकरिद पनि छ, आज त क्रिकेट खेल्ने हो। त्यसपछि त आरिफ अली सरको घरमा गएर पुरै दामी खाना खाइदिने हो आज त। अब बकरिदको अवसरमा अब हामी लाग्दैछौँ। यहाँ आज गाडी टन्ने हिँड्छन् हौ। सेतो गाडी छ, निलो गाडी छ, हरियो गाडी छ। बाटो चाहिँ एकदमै राम्रो छ। आज मौसम पनि एकदमै राम्रो छ, गर्मी पनि छैन, क्रिकेट खेल्ने खालकै मौसम छ अहिलेसम्म त। त्यहाँ पुगेपछि हेरौँ के हुँदो रहेछ। अनि त्यसपछि यस्तो यस्तो छ गाइज। यो कुन चोक हो? सिधै लाग्छौँ कचन कवलतिर। आम्मा यो ट्र्याक्टर पनि कति पुरै बाटै ओगटेर बसेको छ। यसरी राख्न पाउँछ र भने। त्यसपछि अब हेर्नुहोस् है साथीहरू, म लाग्दैछु मेरो डुकाटीमा। डुकाटी थाहा छ नि तपाईँलाई, यो मेरो डुकाटी हो। यसको नाम डुकाटी हो। अब यहाँ म देखाउँदैछु। यहाँ बाटो भने फरक छ। यति राम्रो ठाउँ छ नि यो बाटो। आजकल यति पिच भएर यति मजा आउँछ कुदाउनु। यहाँ एकदम मजै आइहाल्छ। दिल गार्डन भइहाल्छ यहाँ एकचोटि बाइक कुदाएपछि त। मलाई लङ राइड अझै मनपर्छ सर्ट राइड भन्दा। लङ राइडमा हिँड्नुको अर्कै मजा छ। अनि गाइज अर्को कुरा के छ भने नि, नेपालमा पूर्वतिर हिँड्नु एकदमै मजा छ। किन भन्दा यहाँ ट्राफिक पनि छैन। यहाँ त्यस्तो धेरै म जाममा फस्छु, म ढिलो हुन्छु भन्ने पनि छैन। यहाँ एकदम बाटो खाली हुन्छ। पछाडिबाट आएर कसरी ठोक्देला भन्ने पनि छैन। यहाँ आफ्नो हिसाबले आफ्नो लेनमा आनन्दले यहाँ कुदाउनु पाइन्छ। अब यो बनियानी चोकको एकदमै राम्रो कहानी छ। हाम्रो बनियानीका साथीहरूले चाहिँ पक्का कमेन्ट गर्नुहुन्छ कतिजना बनियानीबाट हेर्दै हुनुहुन्छ। बनियानी कट्नुपर्छ हाम्रो कचन कपाल जानलाई। त्यसपछि हाम्रो छ यहाँ बसहरू टन्न, यहाँ स्कुल छ, के छ। बनियानी चौकतिर हामी आइपुग्यौँ। अब आरिफ सर सँगसँगै हामी जाँदैछौँ। अब जाउँ। आरिफ सरले यो हेडलाइट बाल्नु भने जानु पनि त दाहिनेतिर हो कि क्या हो कि के हो आरिफ सर? यो त कतातिर बल्दैछ? इमर्जेन्सी लाइट बल्दैछ के बल्दैछ यो? अब सरले बुझ्दै हुनुहुन्छ। यो हुका हो कि चोक? यो चोकको नाम हुका हो कि किन हो चाहिँ हाम्रो यो हुका हो कि चोककै साथीहरूले
कमेन्ट गर्नु होला र अरू साथीहरूले पनि भन्नु होला कि यो चोकको नाम हुका हो कि चोक छ नि, यहाँ हात्ती छ एउटा, एकदमै मिस्टिरियस कुरा हो। लु हाम्रो साथीहरूले भन्नुहोस्। अब यो मजा छ नेपालमा, एकदमै मजा छ गाइस, यसरी हिँड्न पाइन्छ। यस्तो छ हाम्रो विदेशको साथीहरू, यस्तो भइसक्यो हाम्रो गाउँठाउँ। अनि यदि विदेशमै बसेर यो ब्लग हेर्दै हुन्छ भने कति समय भयो नेपाल नआएको, आफ्नो ठाउँ नआएको, त्यो पनि कमेन्ट गर्नु होला, ताकि हामी हेर्नेछौँ कि कति डेभलपमेन्ट तपाईँ नआउँदै भइसकेको रहेछ। अनि केही चेन्जेस पाउनुभयो यो भिडियोमा, जुन चाहिँ तपाईँले कुनै नयाँ घर बनेको देख्नुभयो। यहाँ एकदमै मलामीको टाइम रहेछ, धेरै भिडभाड रहेछ यहाँ। कसैको निधन भएर एकदमै हार्दिक श्रद्धाञ्जली प्रोभाइड गर्नलाई मान्छेहरू आउनु भएको छ। यो अब बाटोमा सुकाएको छ मकै, बाटोमा मकै सुकाउनुको पनि अर्कै मजा छ। बाइकवालाहरूलाई त मजा छैन, सुकाउनुलाई त मजै छ होला। अनि यस्तो नेपालमा गजब चल्छ। नेपाल भनेको एग्रिकल्चर कन्ट्री हो गाइस, होइन? अनि त्यो यस्तोलाई एकदमै कमन मानिन्छ यो कुरालाई। त्यही भएर अब हामी लाग्यौँ सिधै यो पेट्रोल पम्प कटेर। यो पेट्रोल पम्प याद राख्नु होला, किनभने यसको फेरि छुट्टै कहानी हुन आँटेको छ आज, जुन चाहिँ तपाईँलाई अहिले त मैले भन्नै मिल्दैन। अनि हाम्रो भिडियो हेर्दै गरेको साथीहरूलाई भिडियो फरवर्ड चाहिँ नगर्नु होला है, एकदम जे छ त्यस्तै हेर्दै जानु होला। ल लास्टसम्म हेर्नु होला, लास्टमा एकदमै ठुलो सरप्राइज राखेको छौँ हामीले। बाइक हामीले गरिहाल्छ स्लो, किन भन्दाखेरि यति हरियाली, यति फ्लावरी, यति ब्युटिफुल्ली, यति राम्रो राम्रो घरहरू बन्छ, हेर्दै हेर्दै जानै पर्यो नि। मैले भन्थेँ नि मकै छ बाटोमा मकै छ। अब हामी लाग्यौँ ग्राभलतिर। यो ग्राउन्ड केटाहरूले आज गेम त साह्रै टाढा राखेको छन्, कचन कबल भनेर त केटाहरूले त कति टाढा भिडाएछन्, तर ठिकै छ। मलाई लङ राइडमा जान मजै आउँछ र तपाईँलाई पनि। अरे यो ट्र्याक्टर के हो, एउटा बाटोमा दुईटा ट्र्याक्टर आयो भने त उयो ओभरटेक पनि हुन्छ कि हुँदैन। साथीहरू अब हामी जाँदैछौँ ग्राउन्डतिर। अब यो एकदमै राम्रो हरियाली बगान, एकदम राम्रो बगान सुरु हुन आँटेको छ। हेर्नुहोस् है साथीहरू, यस्तो छ नेपाल, यति ब्युटिफुल छ हाम्रो नेपाल इज रियली रियली ब्युटिफुल, यु नो, द्याट्स व्हाट एभ्रिबडी से। अब हामी जाँदैछौँ क्रिकेट खेल्नलाई। कति टाढा गयौँ क्रिकेट खेल्न भने नि, आम्मा क्रिकेट खेल्नु पनि फेरि अर्कै मजा छ नि त साथीहरू। ल अब हामी यो गाउँतिर बाख्राहरू पनि देखिन्छ अलिअलि, साइडतिर गाईहरू पनि देखिरहेछन्। स्कुलहरू छन्, गभर्मेन्ट स्कुल होइन, स्कुलको बस छ। यहाँ हाम्रो आरिफ सरको गाडी छ। अब हामी ग्राउन्ड आइपुग्यौँ। यस, फाइनली अब हामी ग्राउन्ड आइपुग्यौँ। ग्राउन्ड पुग्ने बित्तिकै त्यसपछि अब तर गाइस आज हामी के गर्दाखेरि अलिअलि ढिलो चाहिँ भएको छौँ। गेम चाहिँ सुरु नभएको होस् पुग्दाखेरि, त्यति मेरो एकदमै मैले ठुलो सोचेको छु। गेम चाहिँ सुरु नभइहालेको होस् बस, किनभने गेम सुरु भयो भने सबैजनाले खेल्नै पाउँदैन। अब यहाँ त गेम फेरि सुरु, गेम चलिरहेको छ जस्तो छ, प्रपरै गेम चलिरहेको छ कि क्या हो। ला आज त खेल्नै पो पाइएन जस्तो छ। यत्रो बिहानदेखि क्रिकेट भनेको त के हुन्छ। ठिक छ, जाउँ न हेरौँ एकचोटि के हुँदो रहेछ, कुन टिम खेल्दै रहेछ नि, यहाँ के रहेछ। पालो त आइहाल्छ नि बसेपछि। एकदमै हेभी गेम हुँदैछ, केटाहरूले हेर्दैछन्। यहाँ हाम्रो बााउन्ड्रीतिर फिल्डर बस्नु भएको छ। यहाँ हाम्रो फिल्डर छ, हाम्रो ग्राउन्डको बााउन्ड्री पछाडि गाई पनि छ, एउटा गाई छ। हाम्रो नेपालमा एकदम नर्मल हो यस्तो कुराहरू, गाई हुनु। यो हाम्रो गाई। अब यहाँ क्रिकेट गेम खेल्दैछन् हाम्रो साथीहरूले। वाह क्या ग्राउन्ड छ, आज त छक्कै हाल्नुपर्छ। यो हाम्रो अघिकै पानी किनेको ठाउँ थाहा छ नि तपाईँलाई, त्यहीँबाट पानी ल्याएर गरेको। यो पुतली कहाँबाट आयो फेरि? यो माध्यमिक विद्यालय रहेको छ, पथरिया माध्यमिक विद्यालय। हाम्रो यो विद्यालयमा पढ्ने कोही साथीहरूले क्याच पक्ड, यस, आउट आउनु, यस। यो फुटबल, यो क्रिकेट ग्राउन्डमा आउनुको मजै यही छ। क्रिकेटलाई जेन्टलमेन गेम्स पनि भनिन्छ, हेर्नुहोस्। त्यही भएर यहाँ केही न केही रमाइलो भइहाल्छ। एउटा एकदमै दामी हाम्रो सरले क्याच पक्रिनु भएको छ, विनोद श्रेष्ठजी हुनुहुन्छ हाम्रो क्याच पक्रिनु सर।
त्यसपछि विनोद श्रेष्ठजी गुड वर्क फर द टिम, जिताउनु पर्छ आज आफ्नो टिमलाई। अब हामी यहाँ आउँदैछौँ भित्र। त्यसपछि अब हामी लाग्छौँ यतातिर। यो ग्राउन्ड फेरि म पहिलोचोटि आएको छु क्रिकेट खेल्नलाई भनेर चाहिँ। पहिला पनि आएको थिएँ। आरिफ अली सरले पनि यहाँ पहिलोचोटि नै क्रिकेट खेल्न आउनु भएको छ। यहाँ गेम एकदमै दामी चल्दैछ। अब आरिफ सरले यहाँ गेमभित्र भन्न त भन्नुभएको थियो म आउँदैछु भनेर। अब आज बकरिदको यसो के घरको काममा डिस्टर्बेन्स भएर आरिफ अली सर पनि अलिकति व्यस्त भएर ढिलो हुनुभएछ। त्यही पनि मैले के न के उपाय लाग्छ। अब गेमै सुरु भएछ, सबैजनाले खेल्न त पाएनन् जस्तो छ। कसैले त खेल्नु पर्यो, न त मजै आएन भनेर हामीले आरिफ अली सरलाई चाहिँ एकजनाको सब्स्टिट्युटमा अघि नै भनेर हामीले छिरायौँ। इमरान अली सरलाई पनि खेल्न त साह्रै मन थियो, तर के गर्ने अब अलिकति ढिलो आएपछि यस्तै हो। अलिकति अब अर्कोचोटिलाई लेसन पनि भयो सरलाई कि छिटो आउनुपर्छ क्रिकेट ग्राउन्डमा। अब 23 जना त एकजनालाई पर्खेर बस्दैनन् यहाँ त होइन, यहाँ त खेलिहाल्छन्। 23 जना कसरी भन्नुभयो होला। अम्पायर पनि त हुन्छ नि, 11 22, एकजना अम्पायर 23। अनि त्यसपछि हाम्रो दर्शकहरू पनि यो ग्राउन्डमा त टन्नै छन्। हाम्रो आरिफ सर जानुभयो खेल्नलाई। आरिफ सरले फेरि फिल्डिङ पनि एकदम कडा गर्नुहुन्छ। क्याच त उहाँको हातबाट छुट्दैन। यो हाम्रो नगेन्द्रजी हुनुहुन्छ। हेरौँ आज नगेन्द्रजीले कति रन हाल्नुहुन्छ। आज हामी हेरेरै छोड्नेछौँ। यो हाम्रो नगेन्द्रजी हाम्रो भद्रपुर नगरपालिकाको हुनुहुन्छ। आज भद्रपुर नगरपालिका भर्सेस यता कचनकौलको गेम छ। दामी आनु त यार, यो ब्याट्सम्यान त कडा छ त यार, दामी खेल्दैछ। बापरे बाप। अब हामी जान्छौँ शीतलमा बस्नलाई। यतातिर हामी आएको थियौँ तर हामीलाई शीतलमै बसौँ भन्ने यहाँ आयो। त्यसपछि हामी शीतलतिर बस्न लाग्यौँ। यो आरिफ अली सर फिल्डिङमा गइसक्नु भएको छ। हाम्रो यो नगेन्द्रजी हुनुहुन्छ र हाम्रो विभिन्न खेलाडी हुनुहुन्छ। सबै खेलाडीलाई बेस्ट विशेष। सबले आफ्नो राम्रो खेल्नु होला आजको दिन। जित्न चाहिँ भद्रपुरले नै जित्नु होला है। आज कसले जित्छ यो भिडियो नहेरिकन कमेन्ट गर्नुहोस्। भिडियो हेरेर लास्टमा कमेन्ट गर्न चाहिँ पाइएन है सरहरू। अब यहाँ हाम्रो सरहरू डी सर हुनुहुन्छ, हाम्रो इमरान अली सर हुनुहुन्छ, त्यसै गरी म छु। अनि त्यसपछि अब म यहाँ फिल्डरको पछाडिबाट गइरहेको छु। यहाँ बाख्रा कराइरहेछ। यो के हुन्छ? यो हाम्रो कृष्णजी छन्। यो कृष्णजी पनि हाम्रो भद्रपुर नगरपालिकाबाट खेल्छन् क्या अहिले बलिङ गर्ने। यी पनि कडा खेल्छन्। बलिङ त कडै गर्छन्, ब्याटिङ पनि कडै गर्छन् क्या। आज यिनले कति विकेट लिन्छन् र कति रन हाल्छन् आज हेरौँ न त। आज दुधका ल हाम्रो कृष्णजी कुदै। अब यहाँ हाम्रो कृष्णजीले के गर्छन् अब यहाँ बलिङ। यो हो नि त बलिङ भनेको कृष्णजी। यहाँ हाम्रो कृष्णजी साह्रै कडा खेल्छन् क्रिकेट। त्यही भएर उहाँलाई हामी डिफ्रेन्ट गेमहरूमा देखि पनि राख्छौँ। ठिक छ, त्यो पनि हेरौँ आज उहाँले कति रन हाल्नु हुँदैछ। हाम्रो डी सरले एकदमै यहाँ भ्लग बनाइराख्नु भएको छ। डी सरको आफ्नै युनिभर्स छ उहाँको। अब हामी हेर्छौँ यहाँ गेम दामी भइरहेको छ। पुरै चेपिदिएछ, ग्राउन्ड ठुलो छ। यहाँ रन हाल्न त एकदम गाह्रो छ है गाइस। रन हाल्न चाहिँ अलिकति गाह्रै छ। त्यही भएर अब हामी लाग्यौँ शीतलतर्फ। अब यहाँ घामको छाया मुनि बसेर हामी गर्छौँ गेमलाई इन्जोय। गेम हेर्नुको भने फेरि एकदमै छुट्टै मजा छ। गेम हेर्न जति मजा केहीमा पनि आउँदैन। त्यही भएर म तपाईँलाई भन्छु गेम चाहिँ राम्ररी हेर्नु होला। र अब हाम्रो आरिफ सर आउनुभयो बलिङमा। आरिफ सर एकदमै मल्टी ट्यालेन्ट हुन्छ। उहाँ साइन्स पनि गर्नुहुन्छ, बलिङ पनि गर्नुहुन्छ, ब्याटिङ पनि गर्नुहुन्छ। डान्स त तपाईँले रेखा थापासँग हेरिहाल्नु भयो। यो रोकिदियो, 1 रन त लिइहाल्यो। आम्मा म आरिफ सरले हान्दिनु भयो डाइरेक्ट। आरिफ सर हुनुहुन्छ अर्कै फिल्डर। यहाँ हाम्रो आरिफ सरले अब बलिङ गर्न आँटेछ। ल आरिफ सरले यो गेममा 4 ओभर फाल्नुहुन्छ आज आरिफ सरले। ठिक छ, कति फाल्नु हुँदो रहेछ हामी पनि हेरौँ। अनि आरिफ सरले को फालेपछि एकदम दामी छ बलिङको। अब हामी यहाँ बलिङ हेर्न आँटेको छौँ। अब यो हाम्रो लाग्यो एकदमै यतातर्फ। यो हाम्रो अमर सर, इमरान सर।
अब यो हुनु चाहिँ हाम्रो हामी छौँ यता 4 जना अनि पछाडि म छु है हेर्नु पनि मलाई हेलमेट लगाएर बसेको म अब हामी हेर्दैछौँ आरिफ सरको बलिङ यो आरिफ सर बल आमा के हानु हो यसले त कडै हान्दै क्या अब यो अर्को बल हेरौँ ल ओ आरिफ सरले त पुरै थर्काएर 1 रन पनि दिनुभयो नि यो हो नि त बलिङ भनेको आरिफ सरले बल त आज दामी गर्नुभयो त्यही पनि हेरौँ ब्याटिङ कस्तो गर्नुहुन्छ हामी यत्रो मान्छे खेल्न आएको छ भने 1 जना मात्रै खेल्दै हुनुहुन्छ त्यही भएर अलिक राम्रै हाम्रो साइडमा पनि खेलिदिनु पर्यो नि त सर चाहिँ त्यही पनि हेरौँ अब कस्तो गेम हुन आँटेको छ हाम्रो आरिफ अली सरको बलिङ छ आरिफ अली सर 4 ओभर फाल्न आँट्नु भएको छ आज आरिफ अली सरले त्यसपछि एकदमै दामी बल फाल्नु छ यो बल के हुन्छ लु हेरौँ है त यो बल आम्मामा यो त दामी ग्यापमा हानु रे साथै त्यही पनि 1 रन मात्रै दिनुभयो सरजीले आरिफ सरले खासै धेरै रन त बल त लेन्थमै फाल्नु छ उहाँले वाइड साइड चाहिँ अहिलेसम्म फाल्नु भएको छैन ल हेरौँ अब आरिफ सरको बलिङ 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 आम्मामा यो त कडै हानु कि क्या हो रे यो त कडै हानेछ ठिक छ केही छैन अर्कै ओभरमा पेलाउँला हाम्रो यहाँ केटाहरू एकदम इन्टेन्समा हेर्दैछन् त्यसपछि अब हामी लाग्दैछौँ अर्को बलरतर्फ बलिङ चेन्ज नाटेको छ गाइस त्यसपछि अब गर्दा गर्दै बलिङ चेन्ज नाटेको छ कति ओभर भइसकेको छ यहाँ हाम्रो दर्शकहरू पनि टन्नै हुनुहुन्छ कचन कपालको सपोर्टर हुनुहुन्छ कोही हाम्रो भद्रपुरको सपोर्टर हुनुहुन्छ मजा आउन आँटेको छ आज गेममा ल हाम्रै नगेन्द्रजी हुनुहुन्छ पानी लिएर आउँदै हुनुहुन्छ ल गुड 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 सबको चेयर अप हुँदैछ यहाँ ल अब हाम्रो कृष्णजी र आरिफजी ब्याटिङमा जानुभएको छ 127 को रन छ आरिफ अली सरले 4 ओभर एकदम दामी फाल्नु भएको छ हाम्रो नगेन्द्रजी र आरिफजी चाहिँ ब्याटिङमा जानुभएको रहेछ कृष्णजी त सपोर्टर भएर आउनुभएको छ ल ओपनर ब्याटिङमा हाम्रो हुनुहुन्छ नगेन्द्र एन्ड मिस्टर वान एन्ड ओन्ली आरिफ अली एन्ड द गेम इज गोइङ टु स्टार्ट इन अ भेरी गुड वे सो अब हामी हेर्दैछौँ आज गेमलाई गरेछौँ इन्जोय and let's see how the bowler goes and this is the bowling start of the Kachan Kawal and here we go wow what a connect what a run what a timing this is called a very good gameplay एक रन पनि लिँदै गर्नुपर्ने छ गाइजहरु सो अब आजको गेम एकदमै कडा हुन आँटेको छ अब हेरौँ हाम्रो नगेन्द्रजीले कस्तो खेल्नुहुन्छ हाम्रो बलरहरु एकदमै आजको यहाँ एकदमै अतार हुन्छ र हाम्रो यो र दामी फाल्फाल अनि गाइज हामीले यो अम्पायर चाहिँ आज एकदमै फेमस हाम्रो उताको भनौँ न हाम्रो वर्ल्ड कपको अम्पायर हामीले लिएर आएको छौँ हामीले अम्पायर मगाएको छौँ एकदमै टाढाबाट अस्ट्रेलियाको अम्पायर हुनुहुन्छ हाम्रो अनि त्यसपछि एकदमै यो हान्नुभयो नगेन्द्रजीले दामी सर्ट यो नगेन्द्रजीको खेला पनि कडै छ क्या त्यसै मान्छेले यस्तो खतरा खेल्नुहुन्छ नि उहाँले अघिल्लो गेममा त यति छक्का हान्नुभएको थियो कुरै नगर अब यो हाम्रो आरिफ अली सरको ब्याटिङ छ आरिफ अली सरले कस्तो खेल्नुहुन्छ अब हामी हेर्छौँ बा यो त सिधै क्यामेरातिर झन्डै लाग्यो रे यो त भागिहाल ए आरिफ सर सबैतिर हान्नु यो क्यामेरामा चाहिँ ठ्याक्कै ताकेर नहान्नु होला हाम्रो आरिफ अली सरलाई त चिन्नु नै हुन्छ होला चिन्नु नहुने उहाँको टिकटक युट्युबमा गएर ARIF स्पेस ALI सर्च गर्न सक्नुहुन्छ ल यो बल हेरौँ अब के हुन्छ गेम सर्दै नै छ हाम्रो साथीहरूले टुकु रन निकालिराख्यो ओ यो त आउट भयो तर यो फ्री हिट थियो गाइज यो फ्री हिट थियो कि डेड बल आयो यो त कस्तो डेड बल हान्दिएको द्याट यो डेड बल थियो गाइज यो डेड बल थियो यहाँ के हो यो हेलो वाइड त मैले त छुँदिनँ किन भन्दाखेरि वाइडको एक रन त नछोइकनै आउँछ वाइडको रन खेलेपछि वाइडको बल त म छुँदिनँ ओ हेलो नगेन्द्रजी के छ गेम कस्तो हुँदैछ अनि कतिको टार्गेट छ के छ टार्गेट अहिले सेट हुँदैछ टार्गेट सेट हुँदैछ आज कति रन हान्ने तपाईँको टार्गेट छ अब हेरौँ सर म्याक्सिमम जित्ने प्रयास गर्छौँ हामीहरू जित्ने प्रयास गर्छौँ होइन कति ओभर छ कति रन भएको अनि हाम्रो खेलाडीहरू हुन्छ। गेम कस्तो हुँदैछ बलिङ कस्तो फाल्नु भयो 3 ओभर फालिसक्यो यार खासै काम लाग्ने छैन
यो आरिफ सरले निकाल्नु भयो 1 रन दामी। अब हाम्रो आरिफ अली सरको ब्याटिङ हो पनि दामी। यो कृष्णजी आउनुभयो। आम्मा यो कृष्णजीले कस्तो छक्का हानेको बलिङमा विकेटको विकेट। छक्काको वर्षात हाम्रो भद्रपुर नगरपालिकाको कृष्ण सरको ब्याटबाट यहाँ हाम्रो नगेन्द्रजी आउट भएर आइसक्नु भएको छ। सो अब हाम्रो क्रिजमा आरिफ अली सर र कृष्णजी छन्। यही दुईजनाले अब आजको गेम जिताउनु पर्नेछ, जसरी भए पनि जिताउनै पर्नेछ। त्यही भएर अब हेरौँ कति विकेट जानेछ, कतिजनाले कति रन हान्नेछन्। त्यही भएर अब हामी हेर्नेछौँ। आमा झन्डै 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 लागेको भए त छक्कै जान्थ्यो। यो त्यो हाम्रो स्लिपमा 1 रन निकाल्न खोज्नु भएको छ आरिफ सरले, तर उहाँ सक्सेसफुल हुनुभएको छैन। ठिक छ, रोकेर खेल्नुपर्छ, विकेट चाहिँ जान दिनु हुँदैन। अरू कुरा त्यस्तै हो। द्याट्स बबाल सट हान्नुभएको छ आरिफ सरले। वाट अ सट म्यान, वाट अ सट इट इज, वाट अ सट, वाट अ सट आरिफ सर, वाट अ सट। दिस इज सुपर डुपर हिट सट। दिस इज अ सुपर डुपर सिक्सर इन फ्रन्ट अफ द ग्राउन्ड। र ग्राउन्डको अगाडि चाहिँ एकदमै लामो छ, अगाडि बााउन्ड्री हान्न गाह्रो छ। त्यही पनि हाम्रो सरहरूले छक्का चौकाको त यहाँ बर्सातै गरिदिनु भएको छ। आम्मामा गुड गुड गुड। तर फिल्डरहरूको हातमा सिधै गएको भएर वाट अ गेम। बट 1 रन कुद्नु भएन, ठिकै छ। बापरे आमाले हान्न खोज्नु भएको, तर ठिक छ गाइज। 1 रन लिनु हुँदैन, रन आउट चाहिँ हुनु हुँदैन, राम्ररी रोकेर खेल्नुपर्छ। 1 रन के वाट अ 6, what a 6 Arif Ali sir, what a 6 did you play. This is a superb, duperb and a fantastic shot. This is like absolutely amazing, you know, like one of the best shots that you'll ever see. And guys are once again on the crease. A water break and Mr. Arif Ali and Krishna on strike. So let's see who wins the game here. नगेन्द्रजी के छ अनि कस्तो खेल्यो आज? दामी, तपाईँको मैले एउटा दामी छक्का यहाँ रेकर्ड हानिदिएको छु, हान्छु म। इमरान सर कस्तो हुँदैछ गेम? आज गेम बवाल हुँदैछ होइन? ल अब हामी खेल्न आए। अब कृष्णजीले फेरि अर्को छक्का हान्नु भएको छ। उहाँले कति छक्का हान्नुभएको हो आमा। यो फिल्डरले साह्रै डिस्टर्ब गरेर मलाई फिल्डरलाई हटाइदिनु मन थियो, तर अब के गर्ने, फिल्डरलाई त खेल्न फिल्डरले अलिकति बढी प्रायोरिटी पाउनै पर्यो। यो फिल्डरलाई नत्र त म सिधै अलिकति उता गरेर बस भाइ, मलाई त भिडियो खिच्न डिस्टर्ब भयो भन्नै आँटेको थियो। तर ठिकै छ, खेलाडी हुन्, के भन्नु। यो कृष्णजीले निकाल्नु भएको छ। नकुद अत्याउने काम मात्रै गर। उहाँहरूले पनि क्रिकेट राम्रो खेल्नुहुन्छ। हाम्रो कृष्णजी र आरिफजी क्रिजमा आउनु छ, टिकिराख्नु भएको छ। 1-1 रन 2-2 रन छक्का चौका हान्दै रनलाई अगाडि बढाइराख्नु भएको छ। जम्मा 127 को टार्गेट छ। एकदमै इन्टेन्स गेम हुँदैछ यहाँ। आमामा आरिफ सरले दामी ग्यापमा 1 रन निकाल्नु भएको छ। भेरी गुड रोटेटिङ अफ स्ट्राइक, भेरी गुड गेम बाई बोथ यङ म्यान, यु नो, भेरी गुड गेम बाई आरिफ। आमामा झन्डै मिस भयो, नत्र त सिधै छक्का बलै हराओस्। आज बल हरायो भने मलाई कुनै चिन्ता छैन, किनभने म जतिवटा बल हराउँछु त्यतिवटा बल किनिदिन्छु आज त। ल टेन्सनै छैन, बस बल चाहिँ हराउनु पर्यो। यत्रो छक्का जानु पर्यो कि अहिलेसम्म यो ग्राउन्डको साथीहरूले जिन्दगीभरको लागि याद राख्नु, होइन कि हाम्रो कथन कवलको साथीहरूलाई धेरै धेरै धन्यवाद छ हामीलाई यो ग्राउन्डमा इन्भाइट गरेकोमा। र अब आज यहाँ गेम हुँदैछ, एकदमै कडा इन्टेन्स, एकदमै ब्युटिफुल गेम हुँदैछ। आमा यो फेरि क्यामेरातिर हान्नु छ आरिफ सरले। ठिक छ, चौका चौका दामी चौका, दामी चौका, ल दामी चौका, भेरी गुड, वेल प्लेड। यस्तै गर्नु पर्यो, 1-1 रन निकाल्दै जानु पर्यो। डिस्कसन भइरहेछ के छ? आरिफ सर के छ, गलियो कि के छ? ठिक छ, इनिङ्स ब्रेक भएको छ। ल अब हेरौँ है त। what a shot, what a shot you play. Even you miss it, and once you hit it and it goes out of the boundary. So let's, हाम्रो कृष्णजी छन् ब्याटिङमा। उहाँ एकदमै राम्रो खेलाडी हुनुहुन्छ, एकदमै फर्ममा हुनुहुन्छ। what a shot, what a good shot. यस्तो सटहरूले चाहिँ हाम्रो फिल्डरहरूलाई नर्भस बनाइदिनेछ र गेम आफ्नैतिर जानेछ। त्यही भएर राम्रो खेल्नु होला। ल फेरि हाम्रो फेरि हान्न खोजेका थिए, तर यसपालि लागेन। ठिकै छ, ठिकै छ। what a shot आरिफ, what a shot,
इट इज वाट अ सर्ट किपरले चाहेर पनि रोक्न सक्नु भएन जस्तो छ हातमै पारे पनि त्यही भएर वाट अ सर्ट इट इज यु द्याट यु प्ले माई आरिफ सर वाट अ सर्ट यु प्ले मैले तपाईँले यति यो साइन्टिस्टहरूले क्रिकेट खेल्नुको राम्रो खेल्नुको एउटा अर्कै कारण पनि हुन्छ किनभने नि यिनीहरूले एनर्जी यिनीहरूले फोर्स यिनीहरूले त क्यालकुलेट गरेरै पत्ता लगाइदिन्छन् कि मैले कता हानेर कुन फ्रिक्सनले कतिखेर कुन एङ्गलबाट छुँदाखेरि कति फोर्सले बल जान्छ भनेर साइन्टिस्टहरूले पत्ता लगाइदिन्छन् जस्तो छ त्यही भएर साइन्टिस्टहरूलाई चाहिँ क्रिकेट खेलाउनु हुँदैन कि क्या हो यिनीहरू त पहिल्यै एउटा एडभान्टेज लिएर आउँछन् जस्तो छ त्यही पनि ठिक छ वाट अ बल ठिक छ हाम्रो कुनै कुनै कडा बलरको बल सबै बल हान्नुपर्छ भन्ने छैन त्यही भएर हामी हान्ने तयार गर्दैछौँ लास्टमा 2 ओभरमा 24 रन जस्तो चाहिएको छ जित्नलाई केटाहरूलाई अब के हुन्छ लास्टको 2 ओभरमा 24 रन चाहिएको यसमा हेरौँ गुड rotating of strike by these 2 young men and like very good response for the team, like rotating strike and then you keep increasing the scoreboard, also hitting the boundaries in between, also hitting the 1 and 2. What a shot it is! What a shot it is! But like, but it couldn't give just a 1 run, and some of the misfield as well here. So let's see. Wow, यो हाम्रो कृष्णजीले ग्यापमा निकाल्नु भएको छ राम्रो खेल्नु उहाँले आज यस्तो बल त आरिफ सरले कहाँ छोड्नुहुन्छ यस्तो बल दिन्छस् तिमीहरू यो त नोबल हुनै पर्ने हो तर अब अम्पायरले के दिन्छ यो हाम्रो अस्ट्रेलिया अमेरिका क्यानाडाबाट हाम्रो अम्पायरहरू चाहिँ बोलाएको छ हामीले एकदमै अस्ट्रेलियाबाट बोलाएको छ अस्ट्रेलिया भनेको चाहिँ कचन कवलको अस्ट्रेलिया गाइज यो चाहिँ हाम्रो अस्ट्रेलिया भनेको नेपालै त हो नि होइन अस्ट्रेलियाको साथीहरूले कमेन्ट गर्नु होला हेर्दै हुनुहुन्छ भने हाम्रो अस्ट्रेलिया कुन ठाउँबाट हेर्दै हुनुहुन्छ र कस्तो लाग्यो हाम्रो अर्को क्रिकेट गेम हामी कचन कवलसँग राखौँ कि के गरौँ तपाईँहरूले भन्नुभयो भने फेरि हामी राखेर फेरि हामी 1 and 1 स्कोरबोर्ड राखेरै देखाउनेछौँ अर्को पालि चाहिँ कमेन्ट गर्नु होला यो थियो हाम्रो स्ट्राइक र अब हाम्रो गेम एकदम अन्तिमतिर जाँदैछ के हुन आँटेको छ हेरौँ यो गेम एकदमै आवश्यक हुनेछ खेल जेसुकै हो जसले सुकै जोस् गेममा मजा हामीलाई एकदमै आइसकेको छ किनभने मेन त हाम्रो टिमकै आरिफ अली सरले दरो हानिदिनु भएको छ यहाँ 11 जना मध्ये उहाँले अलरेडी एकदमै राम्रो स्कोर जस्तो हानिसक्नु भएको छ उहाँको 35 रन जस्तो अलरेडी भइसकेको छ अब हेरौँ उहाँले अब अझ कति रन हान्नुहुनेछ आज आम्मामा यो ब्याट्सम्यानलाई चाहिँ कसैले पारस खड्कासँग कुरा गरेर सिधै नेपाल क्यानमा पुऱ्याइदियो हो यार यो ब्याट्सम्यानले कडै खेलिरहेको छ यो हाम्रो आरिफ अली सर त अब खेल्न भ्याउनु न उहाँ त साइन्टिस्ट मान्छे हो उहाँ त यसो रमाइलोको लागि आज फिट भइदिउँ आज हेरिदिउँ कस्तो रहेछ खेला धेरै वर्षपछि खेल्यो पनि भनेर उहाँ भेट्नु भएको छ उहाँले हान्नुभयो दामी सट वाट अ सट इट इज वाट अ सुपर डुपर flabbergastic shot by Mr. Arif Ali and let's see wow बर्सात भएको छ यहाँ 1 रन 2 रन बाउन्ड्रिजको बर्सात भएको छ टिमले थोरै गर्दै स्कोरबोर्डहरू बढाइराख्नु वाट अ शट इट इज यो त सिधै सिक्सर रहेको छ वाट अ शट किशन सर र हाम्रो यहाँ टिमहरूले सबैले चियर अप गरि नै राख्नु भएको छ हामी 1 रन 2 रन 3 रन गर्दै अगाडि बढी नै राख्छौँ बढ्दै नै जानेछौँ र अब हामी यो पनि गुड सट वाट अ सट इट्स अ 4 इट सुड बी अ 4 राइट अब अम्पायरले के डिसिजन दिनुहुन्छ हेर हाम्रो अस्ट्रेलियाको कचन कवल गाउँको अम्पायर हुनुहुन्छ त्यही भएर हाम्रो अब के दिनुहुन्छ गाइज तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो कमेन्टमा भन्नु होला लाइक सेयर एन्ड सब्सक्राइब पक्का पनि गर्नु होला र यदि तपाईँ हामी को टिमसँग नेक्स्ट टाइम खेल्न चाहनुहुन्छ भन्नु होला हामी छुट्टी मिलाएर जान्छौँ यो अब हाम्रो आमामा यो थियो फिल्डरको हातमा पर्यो त्यो पनि 1 रन त खोदिहाल्नु पर्यो वाट अ रोटेटिङ अफ स्ट्राइक एन्ड वाट अ गेम प्ले बाई दिज 2 young men leading from the front and what a game by Kasan यो थियो दामी चौका केटाहरूलाई त पानी पिलाइदिइहाल्यो चौका छक्का बाउन्ड्रीको त बर्सातै गरिहाल्यो ल केटाहरूले अलिकति थोरै रनले चाहिँ हारेछन्
थोरै मार्जिनले भद्रपुरले हारेको अवस्था, तर केही छैन केटा हो, यो गेम हो, गेममा हारजित त हुन्छ नि। र अब हामी लाग्यौँ सिधै, अब हाम्रो अब हामी जाँदै, तपाईँलाई मैले बिहान भनेको थिएँ नि कि म एउटै बाटो घुमाउँदैन, त्यही भएर हामी आएको बाटो जाँदैनौँ, अब हामी फरक बाटो जान्छौँ। हामी एकदमै जङ्गलको बाटो हल्दीबारी हुँदै हामी जान आँटेका छौँ। हामी अब जाँदैछौँ आरिफ सरकोमा घरमा बकरिद मनाउनलाई। हामी आरिफ सरको घरमा गएर दामी खाना खानेछौँ, सेवै खानेछौँ, खाना खानेछौँ, अनि अरू के रहेछ हेरौँ। अब आज दामी खाना खान्छौँ। ल बाटो चाहिँ एकदम दामी छ हो, यो त बवाल बाटो छ। त्यसपछि अब लाग्यो अनि गाई खेलमा हारजित हुन्छ नि, थोरै रनले भद्रपुरले हारेको अवस्था, त्यही पनि केही छैन। आरिफ सरले 52 रन हाफ सेन्चुरी नकआउट हान्नु भएको छ। उहाँले एकदमै राम्रो गेम खेल्नु भएको छ आजको, उहाँ नट आउट खेल्नु भएको छ होइन, नट आउट। अनि यो आरिफ सरले अब गाडी रोक्नु भयो, किन रोक्नु भएछ गाडी भनेर हेरेको त यहाँ रहेछ अर्कै कुरो। ल अब फेरि हामी लाग्यौँ हाम्रो गन्तव्यतिर। गेम कस्तो लाग्यो तपाईँहरूलाई यो कुरा पनि कमेन्ट गर्नुहोस्। र आरिफ सरले नट हाफ सेन्चुरी, आरिफ अली सरले हाफ सेन्चुरी हान्नु भएको छ, एकदमै दामी खालको गेम प्ले रहेको छ, बलिङ पनि राम्रो गर्नु। अब गाडी बिग्रेछ फेरि, अब गाडी चाहिँ साह्रै बिग्रेको रहेछ आम्मा। ठिक छ, आज यहाँ हामीले बिहान अलिकति यसो एकछिनलाई मात्रै लिएर हिँडेको थियौँ, यसलाई अब गाडी त यसो बनाउनु पर्यो। अब हामी गाडी बनाएर लाग्छौँ हामी सिधै बकरिद मनाउनलाई। इमरान सर फेरि एकदमै खतरा हुनुहुन्छ, उहाँ त तपाईँको यहाँदेखि गाडी कुदाएरै जाने हो भने त उहाँ सिधै दिल्ली सेली पनि पुग्दिन सक्नुहुन्छ। उहाँ त मिल्ने हो भने त अमेरिकै जानुहुन्थ्यो गाडी कुदाएर, तर गाडीको बाटो छैन होला, त्यही भएर हो। अनि पर्मिट दिँदैनन् होला अरू कन्ट्रीहरूले। अब गाडी, अब हाम्रो मेकानिक आइसक्यो, हाम्रो मेकानिक जी आएपछि त अब गाडी नबन्ने त कुरै भएन। मेकानिक जी आउनु भनेको गाडी बनिसक्यो भन्ने बुझ्दा हुन्छ। अब यो गाडी बनाएर हामीलाई लागेको छ एकदमै भोक। अब यो भोकै पेटमा अब हामी जान्छौँ सिधै, गाडी बनिसक्यो, गाडी बनेको अवस्था। अब हामी आयो आरिफ सर घर। यहाँ छ हाम्रो पुलाउ मासु पापड, हामी डिफ्रेन्ट भेराइटी खाना खाएर अनि त्यसपछि हामी यहाँबाट आजको डेलाई एन्ड गर्नेछौँ। आजको दिन तपाईँलाई कस्तो लाग्यो त्यो कमेन्ट गर्नु होला। र कोही मुस्लिम साथीहरूले हेर्दैछ भने बकरिदको धेरै शुभकामना, डिले भए पनि। अनि यो हाम्रो एकदमै धेरै थोक हामीले यहाँ खायौँ, हामीले एकदम मिठाई खायौँ, सेवै खायौँ, हामीले विभिन्न प्रकारको मासु र विभिन्न खालको डिस खायौँ, जुनको त नाम पनि मलाई राम्ररी थाहा छैन। एकदमै मजा आएको छ यो। अब हामी बस एडिट गर्न रे, हल्का पोडकास्ट पनि हानिहालेको रे।